देवकी मैले तिमीलाई पहिले भनेको थिएँ देवकी, आमाको आँसुले छोराको बाटो छेक्न सक्छ भनेर। अब नरौ देवकी, अब तिमी जति रुन्छौ छोराको समस्या त्यति नै बढ्दै जान्छ। रातिको 3 बजिसक्यो, बिहान छोरालाई बिदा पनि गर्नु छ। जाऊ हिँड। गाडीको सुई पछाडि घुमाउँदैमा समय कसैको लागि रोकिँदैन देवकी। अब यो सब नगर। जाँदैछु 9 डाँडा काटेर, तिमीलाई एक्लै छाडेर। माउन्जेल पर्खिराख है आमा, घरको दैलो खुल्लै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिले नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीमा हामीले पल शाह, विपना थापा, प्रदीप रावत, सिमरन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यस मुभीको राइटर डिरेक्टर रहेका छन् चन्द्र पन्त। यति बेला नेपाली चलचित्र क्षेत्रमा पल शाहको एकदमै लोभलाग्दो फ्यान फलोइङ छ र पल शाहले एकपछि अर्को चलचित्रहरू पनि उस्तै सिलेक्ट गर्दै गइरहे। चलचित्रको स्टोरी सिलेक्ट गर्ने कुरामा पनि एकदमै सिरियस भएर लागेको देखिन्छ।